Health is not everything, but without health, everything else is nothing. As a ground level worker, फिल्डमा रियल काम गर्ने एउटा डक्टरको हैसियतले चाहिँ आई हेभ टु मेक फ्यु कमेन्ट्स. जस्तो इक्जाम्पललाई हामीले के भनिरहेको छौँ भने हामीले कतिपय कुराहरू जेनरलाइज गरेको देख्यौँ, तर छैन, द्याट्स नट द ट्रुथ. जस्तो कतिपय ठाउँमा हामीले चाहिँ गाइडलाइन्स छैन, प्रोटोकल छैन, छ, देयर आर सर्टन इन्स्टिट्युट्सहरूमा छ, धेरै इन्स्टिट्युट्समा छ, तर अझ पनि त्यो एडिक्वेट छैन. रियालिटी चाहिँ थियो. द्याट स्टेटमेन्ट वुड बी बेटर स्टेटमेन्ट हामीले कुरा गर्दाखेरि. त्यस्तै गरी पोलिसीको कुरा गर्दै गर्दाखेरि हामीले चाहिँ जस्तो गाइडलाइन्सकैलाई लिएर गर्दाखेरि वान अफ दि मेजर कज अफ डेथ एन्ड डिसेबिलिटी स्ट्रोक भन्छौँ. त्यो स्ट्रोकको हामीले लास्ट इयर पनि पोलिसी बनाएर गभर्मेन्टमा हामीले दिइसकेका छौँ र यी पोलिसीहरूले गर्दा नै देशको मोर्बिडिटी मोर्टालिटिजहरू घट्ने हो. सो त्यो पोलिसीहरूलाई युनिफर्म रूपमा गभर्मेन्टले त्यसलाई एन्डोर्स गर्नलाई दिएको थियौँ, तर चाहिँ लकिली प्रोभाब्ली हाम्रो पालिमा नै हुनलाई लेखेको रहेछ, त्यो बाँकी छ र त्यो प्रोभाब्ली त्यस्तो पोलिसिजहरू अझ पनि आउँछ. र यहाँनिर हामीले कुरा गर्दाखेरि मैले के देखेँ भन्दा वी वे टकिङ अल अबाउट पोलिसी एडमिनिस्ट्रेसन, यो सबै चिजहरू कुरा गर्दै थियौँ. र हिजो अस्ति पनि हाम्रो त्यो कमिटीमा कुरा भएको थियो. हाम्रो चाहिँ 80% त एडमिनिस्ट्रेसनमा जानु हुँदो रहेछ स्टडी गर्न, 20% मात्र टेक्निकल लाइनमा आउनु हुँदो रहेछ. भनेपछि हामी एडमिनिस्ट्रेटिभतिरको पोइन्टहरू मात्र धेरै सुनिरहेको हुन्छौँ, पोलिसी रिलेटेड यो सबै चिजहरू विच इज भेरी भेरी इम्पोर्टेन्ट. तर बेसिकली टेक्निकल शब्दमा त्यो ग्राउन्ड रियालिटीमा गएर हेऱ्यो भने के छ भनेर भन्दा हामीले एउटा पेसेन्टको केयर कन्टिनमको कुरा गऱ्यौँ भने जस्तै एउटा पेसेन्ट कहिले पनि जस्तो हामी प्रोमोटिभ र प्रिभेन्टिभको कुरा गर्दै गर्दा त्यो एस्पेक्टबाट कुरा गर्दै गर्दा पेसेन्ट आउने कन्टेक्स्टमा पेसेन्ट आउनुहुन्छ, टेस्ट हुन्छ, त्यसपछि पेसेन्टलाई हामीले चाहिँ प्रोभाब्ली प्रोसिजर्सहरू केही गर्न भन्छौँ, त्यसपछि पेसेन्टलाई चाहिँ हामीले चाहिँ एडमिट गर्छौँ र त्यस्तै गरी पेसेन्टलाई डायग्नोसिस दिन्छौँ र डिस्चार्ज गर्दा ट्रिटमेन्ट दिन्छौँ.